हेलो एभ्रिवान, वेलकम टु आवर युट्युब च्यानल। आजको यो भिडियो एकदमै खास हुनेवाला छ। किन भन्नुहोला? किनभने आजको यो भिडियोमा म कुरा गर्न जाँदैछु बलिउडका एकदमै चर्चित कलाकार, अझ सरल भाषामा भन्नुपर्दा खलनायक, भिलेन। हामी भिलेन भिलेन भन्छौं नि, हो त्यही भिलेन, जसको दमदार आवाजले उनलाई अरू भन्दा बेग्लै बनायो। र उनी हुन् अमरीश पुरी। उनी एक प्रसिद्ध भारतीय अभिनेता थिए। उनलाई भारतीय सिनेमा र रंगमञ्चका सबैभन्दा महत्वपूर्ण व्यक्तित्वहरू मध्येकै एक मानिन्थे। उनको करियरको कुरा गर्नु पर्दा सन् 1967 देखि 2005 सम्म फैलिएको आफ्नो करियरमा उनले 450 भन्दा बढी चलचित्रमा काम गरिसके, या भनौं अभिनय गरे, जसले गर्दा भारत र अन्तर्राष्ट्रिय स्तरमा समेत ठूलो प्रभाव पर्न पुग्यो। अमरीश पुरी, जो एक हिन्दी सिनेमामा नकारात्मक भूमिकाका लागि सबैभन्दा प्रसिद्ध थिए, अझै सरल भाषामा भन्नुपर्दा भिलेनका रूपमा एकदमै प्रसिद्ध थिए। उनको प्रभावशाली उपस्थिति, गम्भीर र दमदार आवाज र साथै तीव्र नजरले उनलाई अरूभन्दा भिन्न बनायो। उनले खलनायक पात्रका रूपमा धेरैवटा मुभीमा काम गरिसकेका छन्। उनका केही अविस्मरणीय खलनायक पात्रहरूमा मोग्याम्बो, मिस्टर इन्डिया, मोलाराम, इन्डियाना जोन्स एन्ड द टेम्पल अफ डुम र ठाकुर दुर्जन सिंह, करण अर्जुन पर्दछ। पुरी खलनायकका रूपमा त एकदमै चर्चित थिए, साथै अन्य सकारात्मक सहायक भूमिकामा पनि उत्तिकै राम्रो थिए। उनले बाउजी, दिलवाले दुल्हनिया ले जाएंगे र अशरफ अली, गद्दार, एक प्रेम कथा जस्ता पात्रहरूलाई पर्दामा जीवन्त तुल्याए। अमरीश पुरीलाई अझ गहिराईमा बुझ्ने हो भने आफ्नो चलचित्र करियर अघि पुरी भारतीय रंगमञ्चमा एक महत्वपूर्ण व्यक्तित्व थिए र सन् 1960 दशकको भारतीय थिएटर आन्दोलनमा सक्रिय रूपमा सहभागी थिए। उनले इन्डियामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो दमदार कलाको कारण आफ्नो राम्रो पहिचान बनाउन सफल भए। इन्डियाना जोन्स एन्ड द टेम्पल अफ डुम र गान्धी जस्ता अन्तर्राष्ट्रिय चलचित्रहरूमा काम गरेर उनले विश्वव्यापी पहिचान बनाए। भनिन्छ नि, जन्मेपछि एक न एक दिन यो संसारलाई छोडेर जानुपर्छ, यो त संसारको रीति नै हो भने झै उनले पनि 72 वर्षको उमेरमा 12 जनवरी 2005 मा यो संसारलाई छोडेर जानुभयो। उनले आफू पछि समृद्ध सिनेलाई विरासत छोडे, विशेष गरी बलिउड। खलनायकको छवि परिभाषित गर्नमा उनको योगदान अतुलनीय छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नभुल्नुहोला, र साथै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।